हामी आइसकेका छौँ दर्शन गरेर। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु आवर च्यानल। आज फेरि हामी तपाईँहरूमा आज उपस्थित भइसकेका छौँ। आज बिहान बिहानै राम्री भएर कहाँ जान आँटेका भनेर सोच्दै हुनुहुन्छ भने चाहिँ हामी कहाँ जान आँटेका छौँ भनेर चाहिँ तपाईँहरूले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। हामी चाहिँ दुईजना नुहाइ सकिवरी रेडी भइवरी अब जान आँटेका छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु होला। हजुरहरूको साथ सपोर्ट माया ममताले आज हामी यहाँ छौँ। अझै साथ सपोर्ट गर्दै जानु होला। हस् त, सी यू। हामी चाहिँ घरदेखि हिँडेपछि अलिक ओह्रा यस्तो डाँडोमा आइसक्यौँ। अब हामी कहाँ जान्छौँ अन्तिमसम्म हेर्नु होला। हाम्रो बुने पनि हिँड्दैछ अघि 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 जानलाई एकदम आतुर छ। त्यति गर्दा गर्दै हाम्रो गाडी पनि आइपुग्छ। लेट्स इन्जोय द भ्यू। ओ माई गड, यस्तो राम्रो देखिरहेछ बिहान बिहान। हेर्नु न, हामी चाहिँ मित्र पार्क पुगिसक्यौँ। अब यहाँदेखि जानुपर्ने हुन्छ उता जाने। कस्तो राम्रो। हामी जाँदैछौँ। हामी आइसकेको छौँ पशुपतिको बाहिर। यहाँ चाहिँ बाइक राख्न सक्नुहुन्छ तपाईँहरूले पार्किङ एरियामा। हामी आइपुग्यौँ। अब चप्पल राख्ने बेला हुन आँटेको। हामी चाहिँ बाहिर आइपुग्यौँ। हामी यहाँ चप्पल राख्छौँ। हिँड्दैछौँ। अनु पनि हिँड्दैछ। हजुरहरूले चप्पल राख्न सक्नुहुन्छ। बुनेटीको कि चाहिँ चप्पल राख्न, यहाँ चाहिँ चप्पल फ्रीमा राख्न पाइन्छ। यता टोकन ल्याउनु पर्ने हुन्छ। यस्तो कि छिर्ने हो। अनु छिर्दैछ। जाँदैछौँ हामी जाँदैछौँ। आइसकेका छौँ। अब सिडी तल जानुपर्ने हुन्छ। हामी चाहिँ सिडीदेखि तलतिर ओर्लिसक्यौँ। अनि यहाँको नजारा चाहिँ यस्तो छ। अहिले चाहिँ ठ्याक्क हामी मन्दिर अगाडि आइपुग्यौँ। अनि अब तल के गर्छौँ हामी हजुरहरूलाई देखाउँछौँ है त। हजुरहरू पनि दर्शन गर्नु होला। यहाँ चाहिँ फोटो पनि खिचिदिनुहुन्छ है त। 10 रुपियाँको टाउ कि 20 रुपियाँको टायर हो। यो चाहिँ ठ्याक्क ओर्लिने सिडी हो। आउँदाखेरि आइपुग्न लागिसकेका छौँ। अनु चाहिँ यहाँ। हजुरहरू पनि हामी सँगै दर्शन गर्नु होला। नमस्ते जय भोलेनाथ, जय श्री पशुपतिनाथ। हामी चाहिँ आइसकेका छौँ। अब भित्र दर्शन गर्न जान्छौँ हामी। हजुरहरू पनि हामी सँगसँगै दर्शन गर्न सक्नुहुनेछ, टाढै भए पनि। हामी अब भित्र दर्शन गर्न जान्छौँ। हामी आइसकेका छौँ दर्शन गरेर। दर्शन पनि गरिसक्यौँ। अब हामी जल चलाउन जान्छौँ बागमतीमा। अनि हामी घर सिधै जान्छौँ 1-2वटा फोटो खिचेर। हामी चाहिँ पशुपतिनाथ मन्दिर आइसक्यौँ। दर्शन पनि गऱ्यौँ। अनि अब बागमतीमा जल चढाउन जान्छौँ। अनि त्यहाँदेखि घर फर्किन्छौँ। यहाँ चाहिँ बुने फोटो खिच्दैछ। हजुरहरू पनि दर्शन गर्नु होला है त।
यहाँ चाहिँ बुने हामी चाहिँ दर्शन गरिसक्यौँ। यहाँ चाहिँ धुप बाती बन्ने ठाउँ हो। यहाँदेखि ठ्याक्क अपोजिटमा छ साइडमा। अरू चाहिँ यहाँ बाल्दैछ धुप। अनुपम हुँदैछ। बुनेले चाहिँ यहाँ गर्दैछ। पति बाल्ने यहाँनिर चाहिँ परिवारहरूलाई खाना पनि दिन सकिन्छ है त। हामी चाहिँ जाँदैछौँ बागमतीमा जल चढाउन। अनि अब म पुगेर देखाउँछौँ। हामी चाहिँ यहाँ बागमती आइसक्यौँ जल चढाउन। अब जल चढाएर चाहिँ हामी जान्छौँ। जल चढाइसकेका छौँ। हामी जल चढाएर फर्किसकेका छौँ। अब हामी जाने सिधै घर। आजको लागि चाहिँ यति नै। फेरि अर्को दिन भेट्नेछौँ पशुपति मन्दिरमा। हामी चाहिँ चप्पल सप्पल लगाएर पनि आउँदैछ। अब फर्किन आँटेको। यहाँदेखि चाहिँ हामी आइसकेका छौँ घर। हामी पनि घर आइपुग्यौँ। अब आई होप हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। हजुरहरूलाई पनि पशुपतिनाथले रक्षा गर्नुहोस्। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू एभ्रिवान। सब्सक्राइब गर्न नबिर्सिदिनु होला।